नमस्ते। नेपालको ट्याक्स सिस्टममा एउटा ठूलो परिवर्तनको कुरा चलिरहेको छ र यो परिवर्तनको इन्स्पिरेसन कहाँबाट आइरहेको छ त? दक्षिण कोरियाबाट। आज हामी यही विषयमा कुरा गर्नेछौँ कि कसरी कोरियाको अडिट मोडलले नेपालको आर्थिक भविष्यलाई नै बदल्न सक्छ। तर प्रश्न उठ्छ, किन दक्षिण कोरिया नै? संसारमा अरू पनि त देश छन्। नेपालले आफ्नो ट्याक्स सिस्टम सुधार्न कोरियालाई नै किन रोज्यो त? आउनुहोस्, यसको पछाडिको कारण के हो त्यो खोजौँ। ल, यो पुरै विषयलाई बुझ्न हामी केही चरणमा कुरा गर्नेछौँ। पहिले नेपालको सुधार यात्राबारे, त्यसपछि नेपाल र कोरियाको सिस्टममा के फरक छ, कोरियाको अडिट किन यति उत्कृष्ट मानिन्छ, यो नेपालका लागि किन जरुरी छ, र अन्त्यमा अगाडिको बाटो र चुनौतीहरू के छ। सबैभन्दा पहिले नेपालको यो नयाँ यात्राबारे कुरा गरौँ। अहिले नेपाललाई एउटा यस्तो ट्याक्स सिस्टम चाहिएको छ जुन इफेक्टिभ होस्, टेक्नोलोजी फ्रेन्डली होस् र भरपर्दो पनि होस्। र यही खोजीले हामीलाई एउटा यस्तो देशसम्म पुर्याएको छ जसले प्रविधिको बलमा आफ्नो कर प्रणालीमा क्रान्ति नै ल्याएको छ। नेपालले कोरियातिर हेर्नुको मुख्य कारण के हो त? एक शब्दमा भन्दा प्रविधि हो। यी दुई देशको सिस्टम बीचको सबैभन्दा ठूलो खाडल नै डेटा र टेक्नोलोजीको प्रयोगमा छ। ल हेर्नुहोस् त, यो भिन्नता एकातिर छ दक्षिण कोरिया, जहाँ बिग डेटा र एआईले सबै काम गर्छ, भनौँ न अडिट कसको गर्ने भनेर सिस्टम आफैले पत्ता लगाउँछ। अर्कोतिर हाम्रो नेपालको प्रणाली, जुन अझै पनि धेरै हदसम्म कागजमा र ट्याक्स अफिसरको विवेकमा निर्भर छ। यो भनेको खालि टेक्नोलोजीको फरक मात्रै होइन, यो त पुरै एफिसियन्सी र फेयरनेसकै फरक हो। र यसको नतिजा साँच्चै नै गजबको छ। कोरियाले थोरै अडिट गरेर पनि धेरै करछली रोक्न सफल भएको छ। यसलाई वर्क स्मार्टर नट हार्डरको सबैभन्दा राम्रो उदाहरण भन्न सकिन्छ। अब अलि गहिराईमा जाउँ। यो प्रविधिको भिन्नताले अडिट प्रक्रियाको हरेक पाटोमा रिस्क म्यानेजमेन्टदेखि लिएर करदाताले पाउने अनुभवसम्म कसरी असर पार्छ त? ल, एक एक गरेर हेरौँ। पहिलो कुरा, अडिटका लागि कसलाई छान्ने भन्ने प्रक्रिया। कोरियामा सिस्टमले नै करदातालाई लो, मिडियम, हाई रिस्क भनेर छुट्याउँछ। जो इमान्दार छ उसलाई अनावश्यक दुःख दिइँदैन। तर नेपालमा यो सिस्टम भर्खर सुरु हुँदैछ, जसले गर्दा कहिलेकाहीँ इमान्दार व्यवसायहरू नै बारम्बार अडिटको झमेलामा पर्ने गरेको देखिन्छ। यसको सिधा असर के पर्छ भन्दा कोरियामा अडिट एउटा टार्गेटेड साइन्टिफिक प्रोसेस जस्तो हुन्छ, तर नेपालमा कहिलेकाहीँ यो एउटा अनावश्यक दबाव जस्तो महसुस हुन सक्छ। अब अडिटरहरूको कुरा गरौँ। कोरियामा उनीहरू हाइली ट्रेन्ड स्पेशलिस्ट हुन्छन् र राजनैतिक दबाव खासै हुँदैन। तर नेपालमा डिजिटल र इन्टरनेसनल ट्याक्स जस्ता विषयमा सिपको कमी देखिन्छ, अनि छिटो हुने सरुवाले गर्दा विशेषज्ञता हासिल गर्न पनि गाह्रो छ। यो एक्सपर्टिजको फरकले अडिटको नेचर नै बदलिदिन्छ। कोरियाको अडिट टेक्निकल र डेटा ड्रिभन हुन्छ भने नेपालको अडिट चाहिँ प्रोसेस ओरिएन्टेड, मतलब प्रक्रिया पूरा गर्नेमा बढी जोड दिएको जस्तो देखिन्छ। अनि कानुनको कुरा नि, कोरियामा ट्याक्स ल एकदम क्लियर छ, समय-समयमा अपडेट भइरहन्छ, जसले गर्दा व्यवसायहरू ढुक्क हुन्छन्। तर नेपालमा कानुनमा अलि अस्पष्टता छ, अनि एउटै कानुनलाई फरक कार्यालयले फरक तरिकाले व्याख्या गर्दा बिजनेसमा ठूलो अनसर्टेनिटी र विवादहरू सृजना हुन्छ। र यहीँनिर कोरियाली मोडेलको एउटा एकदमै महत्त्वपूर्ण कुरा लुकेको छ। जब सिस्टम प्रिडिक्टेबल हुन्छ तब विश्वास बढ्छ, र यही विश्वासले गर्दा नै करदाताहरू आफै नियम पालना गर्न उत्प्रेरित हुन्छन्। र अन्त्यमा सायद सबैभन्दा ठूलो फरक चाहिँ सोचाइमै छ। कोरियाको फिलोसफी सेवा पहिलो भन्ने छ। उनीहरू करदातालाई सहयोग गरेर सिकाएर नियम पालना गराउँछन्। हाम्रोमा चाहिँ अलि नियन्त्रण पहिलो जस्तो देखिन्छ, जहाँ जरिवाना र दण्डको डरले कम्प्लायन्स गराउने प्रयास गरिन्छ। त्यसैले कन्ट्रोलबाट सर्भिसतर्फको यो यात्रा नै कोरियाली मोडलबाट सिक्नुपर्ने सबैभन्दा ठूलो पाठ हुन सक्छ, किनभने विश्वास दण्डले होइन, सेवाले जितिन्छ। अब यति धेरै भिन्नताहरू हेरिसकेपछि नेपालले किन यो मोडेलमा यति चासो देखाइराखेको छ भन्ने कुरा त लगभग छर्लङ्गै भइसक्यो होला। आखिर लक्ष्य के हो त? लक्ष्यहरू एकदमै स्पष्ट छन्। करको दर नबढाइकन राजस्व बढाउने, कर्मचारीको विवेकमा चल्ने अधिकार घटाउने, जसले गर्दा भ्रष्टाचार कम होस्, करदाता आफैले कर तिरौँ लाग्ने वातावरण बनाउने, र समग्रमा एउटा निष्पक्ष, पारदर्शी र प्रभावकारी अडिट सिस्टम बनाउने। ल, लक्ष्य त राम्रो छ, तर यो परिवर्तनलाई वास्तविकतामा उतार्न के गर्नुपर्छ त? अगाडिको बाटो कस्तो छ र चुनौतीहरू के छन्? यो यात्रा सोचे जस्तो सजिलो भने पक्कै छैन। यो परिवर्तनका लागि मुख्यतया 5 कुरामा ध्यान दिनुपर्ने देखिन्छ। पहिलो,
सबै सरकारी निकायको डाटालाई एकै ठाउँमा जोड्ने। दोस्रो, डिजिटल बिलिङ र पेमेन्टलाई अनिवार्य गर्ने। तेस्रो, ट्याक्स अफिसरहरूको सिप र क्षमता बढाउने। चौथो, स्पष्ट कानुन बनाउने। र पाँचौं, जुन सबैभन्दा महत्त्वपूर्ण छ त्यो हो नियन्त्रण गर्ने सोचबाट सेवा दिने सोचमा फड्को मार्ने। र अन्तमा एउटा गम्भीर प्रश्न, के प्रविधि र इच्छा शक्तिले मात्रै नेपालको कर प्रणालीलाई साँच्चै कायापलट गर्न सक्ला? कोरियाको मोडेलले एउटा स्पष्ट बाटो त देखाएको छ, तर त्यो बाटोमा हिँड्ने दृढता र निरन्तरता त्यो त नेपालले नै देखाउनुपर्छ।